साथीहरु नमस्कार। म यहाँहरुलाई धनगढी बजारमा हिँड्दै छु र यहाँहरुलाई म आफू धनगढी बजार देखाउने कोसिस पनि गरिरहेको छु। यो राष्ट्र बैंक हो। राष्ट्र बैंकको यो भित्री रोडबाट हामी अगाडि बढ्दै छौं। यो म यहाँहरुलाई अगाडि बढेको क्लिप पनि म यहाँहरुलाई देखाउने नै छु। मैले यो किन देखाउन चाहेको भन्दा यहाँहरुले देख्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ भन्ने लागेर सायद देखाउन आवश्यक पनि छ जस्तो लाग्यो मलाई। फेरि धेरै मान्छेहरु तपाईको हाम्रो टिकापुरको मान्छे, धनगढीको मान्छेले त यहाँको बारेमा देखेका छन्, बुझेका छन् र टाढाको मान्छेलाई धनगढीको बारेमा त्यति राम्रो थाहा छैन फेरि। जसले गर्दा मैले यो भिडियो बनाइदिएपछि सहज रूपमा उहाँले धनगढीका भित्री बाटाहरू पनि यस्ता छन् भन्ने कुरा उहाँहरूले देख्न सक्नुहुन्छ भन्ने लागेर मैले भिडियो बनाउने कोसिस गरेको हुँ। अब यो भिडियो चाहिँ यहाँहरूलाई कति मन पर्छ त्यो हेर्न चाहिँ बाँकी छ। त्यसैले म मेरो कोसिस चाहिँ धनगढी बजारका भित्री बाटाहरूमा फोटो खिचेर मैले भिडियो बनाएर हालिदिन पर्छ भन्ने भएपछि भिडियो हाल्ने कोसिस गरिरहेको छु। साथीहरूले भिडियोलाई लाइक, शेयर, कमेन्ट गर्नु होला, आफ्नो विचार दिनु होला भन्न चाहन्छु। केही सुझाव छ भने पनि यहाँहरूले सुझावको रूपमा हामीलाई अझै यसो गर्दा राम्रो हुन्छ भनेर आफ्नो विचारलाई सुझावको रूपमा दिनु होला। हामी यहाँहरूको विचार, राम्रो विचार सधैँ को सम्मान गर्नेछौँ अनि यहाँहरूको विचारको हामीलाई ध्यानमा राखेर अरू भिडियोहरुमा यहाँहरूको विचारलाई समेट्ने पुरै कोसिस गर्नेछौँ। त्यस्तै यहाँ पोटली फुड्स भनेर छ। म त्यो पोटली फुड्सको यहाँ साइडमा छ हजुरको खाजा चौतारी भनेर म यो यहाँलाई खाजा चौतारीलाई म देखाउन गइरहेको छु। त्यस्तै यो भित्र जाने बाटो। अनि म अब पोटली फुडको नजिक आएको छु। यहाँहरूलाई पोटली फुड पनि म यहाँहरूलाई देखाउने छु। यो देखिरहेको पोटली फुड हो। म यहाँलाई यो नाम पनि देखाउन चाहन्छु पोटली फुडको। यहाँहरूले हेर्न सक्नुहुन्छ। यो संरचनागत रूपमा पनि यहाँहरूले स्लोली सबै हेर्न सक्नुहुन्छ। यहाँले म यो देखाउने कोसिस गरेको छु। यस्तै अगाडि अब हामी अगाडि बढ्छौँ।